सबैजनालाई नमस्कार। सेवारो भन्न चाहे म आज चाहिँ ड्युटीमा गएको थिएँ, तर पानी परेको कारणले चाहिँ म आज एकदम छिट्टै फर्किसकेको छु। म चाहिँ आज चाहिँ यसो समुद्रमा साथीहरूले माछा मार्न जाउँ भनेर जाँदैछु है। साथीहरू चाहिँ एकदम अगाडि पुगिसक्नु भएको छ। पर पुगिरहेको छ साथीहरू चाहिँ देख्न सक्नुहुन्छ। तलपट्टि रहेछ यो चाहिँ दुबई है। चाहिँ मसफा भन्ने ठाउँमा यहाँ नजिकै समुद्र रहेछ। म त कहिले पनि गएको त थिइनँ, त्यही पनि आज चाहिँ साथीहरूले जाउँ भनेर जाँदैछु। आज के कस्तो हुन्छ, माछा पर्छ पर्दैन म भरे देखाउने छु, पऱ्यो भने चाहिँ है त। अनि यस्तो यतातिर चाहिँ म घुम्न पनि आएको थिइनँ, यहाँ नजिकै हो त्यही पनि खासै म घुम्न आउँदिनँ थिएँ। एकदम राम्रो राम्रो ठाउँ रहेछ, तपाईँले दृश्य हेर्न सक्नुहुनेछ होइन। साथीहरू चाहिँ परे पुगेर मैले पर्खिरहेको रहेछ, म चाहिँ यहाँ भिडियो गर्नलाई अलिक ढिलो ढिलो नै जाँदैछु। हामी ड्युटी जाँदा यही बाटो, यही राउन्ड बोर्डदेखि तल जाने हो सधैँ। तर मैले थाहा थिएन कि यहाँबाट आउँदाखेरि राउन्ड बोर्डमै निस्किन्छ भनेर, तर म चाहिँ अचम्म परिरहेको छु। अहिले यहीँनिर निस्किँदो रहेछ। एकदम आज पानी परेर चाहिँ मौसम चाहिँ एकदम राम्रो देखिरहेछ। साथीहरू हेर्ने नै हो है। हामी चाहिँ पुरा मेन रोड क्रस गरेर हामी अलिक उतै छिरिसकेको छौँ, समुद्र जाने बाटोतिरै। एकजना साथी चाहिँ अहिले भर्खर आइपुग्दै हुनुहुन्छ है, हेर्न सक्नुहुन्छ उहाँ हो होइन। समुद्र चाहिँ देख्न थाल्यो, पर रहेछ समुद्र चाहिँ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। त्यहीँनिर रहेछ, खासै टाढो त रहेन रहेछ, 10-15 मिनट लाग्ने रहेछ। समुद्रको यो ब्यारिकेड पुरै लगाएको चाहिँ गेटै लगाइदिएको रहेछ, त्यही पनि यहाँ जाने बाटो चाहिँ बनाइदिएको रहेछ। फाइनली हामी चाहिँ समुद्रमा पुगिसकेको दृश्य हो यो चाहिँ है। पुरा आज पानी परेर पुरै पानी चाहिँ बढिरहेको रहेछ, पुरा भयङ्कर है। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् पुरै यो सबै समुद्रै मात्रै देखिन्छ। समुद्र पुरा पारी पनि पुरै होइन, पारी देखेपछि लगभग यहाँदेखि निकै टाढो नै हो। साथीहरू एकदम तयारी एकदम रेडीमा हुनुहुन्छ अब मार्नको लागि। उता पारी पनि माछा मार्नेहरू रहेछ, 1-2 जना पारी देख्न सक्नुहुनेछ तपाईँहरू। एकजना पर बसिरहनु भएको छ, त्यो उभिएको हो। एकजना पनि के गर्दै हुनुहुन्छ, उहाँ पनि माछा नै निकाल्दै हुनुहुँदो रहेछ।